मैले चाहिँ यो टिकट लिइसकेँ। आज मैले फर्स्ट टाइम यो टिकट स्टुडेन्टवाला लिएको छु होइन। पहिला चाहिँ यो साइकलहरू एकदमै धेरै युज हुन्थ्यो कोरियामा, अहिले चाहिँ एकदम कम युज हुन्छ यो। अझै पनि नेपालमा त युज भइरहेको छ कि, तर कोरियामा चाहिँ लगभग अब साइकल युज गर्न छोडिसके। यो इलेक्ट्रिक कार र तपाईँहरूले त्यहाँ अगाडि स्क्रिनमा ब्याट्री पर्सेन्ट देखिरहनु होला, 70% ब्याट्री छ। र यो जुन देखिरहनु भएको छ यो मिटर अहिले उठिसक्यो 7,500 कोरियन वान, जुन चाहिँ पर्ने हुन्छ 750 रुपियाँ नेपाली। भनेपछि 60,000 नेपाली पहिलोचोटि। यदि दोस्रोचोटि पनि गर्नुभयो भने तपाईँलाई बेग मानोन जुन चाहिँ छ 1 लाख नेपाली। तेस्रोचोटि ई बेग मानोन जुन चाहिँ छ 2 लाख नेपाली। यो हो फर्स्ट एड बक्स, बट देयर इज नथिङ इनसाइड। यहाँ रहेछ, लाइक यु हेभ समथिङ, I don't know why did they do it. It's pretty, के भन्छ, weird. Foam छ भित्र, literally this is foam. यो के हो? What is this? भालु र बाघ गएर उहाँसँग भन्छन् कि हामीलाई मान्छे बनाइदिनुहोस्, र हानुङले भन्छन् हुन्छ म तिमीलाई मानिस त बनाइदिन्छु, तर त्यसको बदलामा एउटा शर्त छ जुन चाहिँ तिमीहरूले पुरा गर्नुपर्छ भनेर भन्नुभयो। त्यसपछि शर्त के थियो भन्दाखेरि उनीहरू भालु र बाघ चाहिँ 100 दिनसम्म एउटा अँध्यारो गुफामा बस्नुपर्ने थियो। And this is the top of the mountain and look at the view. जुन तपाईहरुले देखिरहनु भएको छ यो सबै बनेछ ढुङ्गा, जस्ट ढुङ्गा स्ट्याक गरेर, नथिङ एल्स, जस्ट ढुङ्गा मात्रै छ। चारैतिरबाट ढुङ्गा मात्र राखेको छ। हेलो एन्ड नमस्ते सबैजनालाई, स्वागत गर्छु म तपाईहरुलाई मेरो अर्को नयाँ भिडियोमा र सेकेन्ड एपिसोड अफ हिडन कोरिया। सो तपाईहरुलाई आइडिया भइसक्यो होला आजको यो भिडियो के बारेमा हुनेवाला छ भनेर। म जाँदैछु टेबेक्सान माउन्टेन चढ्न। आज म तपाईहरुलाई टेबेक्सान माउन्टेनको बारेमा समय मिलेपछि यसको बारेमा भन्नेवाला छु होइन। तर अहिले चाहिँ म छु रुममा। यो देख्न सक्नुहुन्छ, यो ब्याकग्राउन्डमा मेरो रुम। एज अलवेज मेरो रुम ट्रिप स्टार्ट गर्नुभन्दा अगाडि जहिले मेस्ड अप हुन्छ, पुरै लथालिङ्ग एन्ड सिदिस पुरै यस्तो हालतमा छ। र अहिले म भइसकेको छु रेडी, ब्याकप्याक हियर एन्ड आउटफिट एकदम बबाल होइन, कार्ड राखेँ एभ्रिथिङ। र अहिले म जाँदैछु बस के अरे ट्याक्सी स्ट्यान्डमा ट्याक्सी समाउनुको लागि, किनकि अहिले टाइम भइरहेछ 6:26। सो पब्लिक बस चल्ने भनेको 7 बजेदेखि मात्र हो, तर 7 बजे चाहिँ म बस स्टप पुगिसक्नु पर्ने छ बसको लागि। सो अहिले हतार गरेर म चाहिँ भ्लग स्टार्ट गरिरहेको छु। बट एनिवे म तपाईहरुलाई आजको भिडियो एकदम इन्ट्रेस्टिङली देखाउनेवाला छु। सो स्टे ट्युन्ड होइन। म तपाईहरुलाई धेरै कुराहरू, धेरै जानकारीहरू दिनेवाला छु, किनकि टेबेक्सान माउन्टेन त्यस्तो धेरै मान्छेहरूलाई साउथ कोरियामा थाहा छैन। सो अलिकति अनडिस्कभर्ड र अनएक्सप्लोर्ड ठाउँ पनि मानिन्छ यो ठाउँलाई, इभन दो यसको हिस्टोरिकल र कोरियन मिथोलोजीसँग एकदम डिपली रिलेटेड छ होइन। म चाहिँ त्यो जानकारीहरू तपाईहरुलाई हल्का टाइम भएपछि भन्छु। तर अहिले चाहिँ अब निस्कौँ होला, किनकि आम गेटिङ लेट। ल सो गाइस, मैले चाहिँ एउटा ट्याक्सी बुक गरेको थिएँ होइन, अनि ट्याक्सी आउँदैछ, तर आम गेटिङ लेट। मेरो छ 6:55 को बस, अनि तर अहिले टाइम भइरहेछ 6:38 र आम रनिङ लेट नाउ। सो अहिले चाहिँ म ट्याक्सी लिइसकेँ होइन, अनि यो मेरो ट्याक्सी। I was running late, तर उहाँले चाहिँ टाइमै पुग्छ भन्नुभएको छ। सो आइम अ बिट काम डाउन। अहिले चाहिँ अब आजको वेदर चाहिँ तपाईँहरूले यस्तो देख्न सक्नुहुन्छ, यस्तो ब्युटिफुल छ आजको वेदर।
यो मेरो ब्याकप्याक त्यस्तो धेरै सामानहरू हालेको छैन आज किनकि मेरो एक दिनको मात्रै ट्रिप हो आज सो हल्का फुल्का सामानहरू राखेको छु मेरो गोप्रोको सामानहरू छ अनि ड्रोन छ सनग्लासेस अनि हल्का खानेकुराको सामान यस्तो ब्युटिफुल छ नि आजको दिन सो ल म तपाईँलाई बस स्टपमा गएर भेट्छु Tell him that you love him, but he's already gone, darling. Did you make two wrongs? Know that daddy never made it right before, darling. You were never made to be the judge, darling. You never changed, just wait for me to budge, darling. It's feeling like a cold dog when in the sun, still behind the trees. सो म चाहिँ अहिले आइसकेको छु खाङनुङ बस टर्मिनलमा हालाकि मेरो बिहानको यो जुन बस राइड थियो एकदमै रसमा भयो किनकि म लेट भइरहेको थिएँ नि त सो लास्ट मिनट 5 मिनट मात्रै थियो सोक्चोबाट खाङनुङ आउनको लागि बस समाउनलाई बट एभ्रिथिङ वेन्ट वेल म चाहिँ अहिले आइसकेँ खाङनुङमा यो खाङनुङ बस टर्मिनल यो चाहिँ अराइभल हो अनि यो साइड चाहिँ छ डिपार्चर र म आएको गाडी चाहिँ यो थियो अब यो चाहिँ अब खाङनुङबाट फेरि सोक्चो जानु लाग्छ यो बस जुन चाहिँ छ टाइम 8:45 मा र लेट्स इन्टर इनसाइड द टर्मिनल यस्तो खालको बस टर्मिनल छ यो जुन देखिरहनु भएको छ यो हो लकर यहाँ चाहिँ तपाईँले पेमेन्ट गरेर आफ्नो सामानहरू राख्न सक्नुहुन्छ र अहिलेसम्म मैले युज चाहिँ गरेको छैन इट्स गुड द्याट अहिले चाहिँ यो जुन छ नि ल्याङ्ग्वेज चाहिँ इङ्ग्लिस राखिदिएको छ लास्ट टाइम आउँदाखेरि यहाँ आई थिङ्क यतिको ऊ चाहिँ थिएन सबै कोरियनमा हुन्थ्यो हेर्नुहोस् अहिले इङ्ग्लिस ल्याङ्ग्वेजमा पनि ऊ राखिदिएको छ यो साइडमा छ रेस्ट रुम यो भयो सिक्ताङ भन्नाले रेस्टुरेन्टहरू र मलाई पहिला अब यहाँबाट तेबेक बस टर्मिनलको लागि एउटा टिकट लिनु छ त्यो चाहिँ म तपाईँहरूलाई देखाउँछु टिकट भेन्डिङ मेसिनबाट आफै कसरी निकाल्ने भनेर लेट्स गो यो टिकट भेन्डिङ मेसिन लेट्स डु इट टिकटिङ अन द साइड म जान लागेको ठाउँ चाहिँ यो तेबेक हो जेनरल 8:48 सो डिपार्चर टाइम 8:48 यो टिकट लिनु पर्यो मैले एडल्ट 1 मैले चाहिँ यो टिकट लिइसकेँ आज मैले फर्स्ट टाइम यो टिकट स्टुडेन्टवाला लिएको छु होइन टिकट लिने ठाउँ चाहिँ यहाँ यो चाहिँ काउन्टर भयो अहिले बन्द छ सो आफैले टिकट लिएको र मेरो यो जुन बस छ यो छ 8:48 मा अहिले टाइम भइरहेछ 8:19 सो अझै पनि मसँग टाइम छ यो हो बस टर्मिनलको प्लेटफर्म यहाँबाट चाहिँ बस लाग्छ एक्ज्याक्टली भन्नुपर्दाखेरि मेरो जुन प्लेटफर्म छ त्यो हो 2 समवेयर हियर यहाँ यो जुन देखिरहनु भएको छ यो प्लेटफर्म नम्बर 2 यहाँबाट चाहिँ दोङ्गे सामछक दोगे तेबेक जान्छ यहाँ चाहिँ मेरो बस आउँछ यहाँ यो साइडमा जुन इमार्ट 24 देखिरहनु भएको छ यहाँबाट चाहिँ म सामान किन्छु पानी र एउटा इलेक्ट्रोलाइट ड्रिङ्क लेट्स गेट इट इट सुड बी समवेयर हियर यहाँको यो जुन इमार्ट छ यस्तो दामी छ यहाँको लाइटिङ एन्ड सिसिटिभी यति धेरै छ नि यो ठाउँमा मैले चाहिँ के लिउँ भनेपछि एउटा पोकारी स्वेट लिन्छु यो पोकारी स्वेट यो चाहिँ आई थिङ्क जापानको ड्रिङ्क हो जापानबाट स्टार्ट भएको
यसको प्राइस छ 2601। अनि मलाई चाहियो अर्को वाटर यो लिगम कि आई थिङ्क यो अलिक कम पर्छ, ठुलै लेख्नु पऱ्यो यो वाला। यसको प्राइस छ 1900। लेट्स गो। यहाँको ठाउँ चाहिँ यस्तो देखिरहेको छ। 감사합니다. 네. सो यो र यो लिएँ मैले। यो दुईटाको प्राइस पर्न गयो 4500, जुन चाहिँ ट्याक्कै भन्नुपर्दाखेरि नेपाली 450 रुपियाँ पर्न गयो होइन। एन्ड यो अगाडि देखिरहनु भएको छ यो हो इमार्ट 24। सो म चाहिँ अहिले हल्का बाहिर निस्केछु। यो जुन यता देखिरहनु भएको छ यो हो बस टर्मिनलको एरिया। अनि बस टर्मिनलमा तपाईँहरूले एभ्री सुविधा पाउनुहुन्छ। रेस्टरुम छ, कन्भिनियन्स स्टोर छ, यहाँ 7-11। म चाहिँ इमार्टबाट सामान किनेको थिएँ। अनि यहाँबाटको भ्यू चाहिँ यस्तो देखिरहेको छ। यो हो खाङडोङ सिटी। अनि लाइक यो जुन तपाईँले यत्रो लामो लाइन देखिरहनु भएको छ यो हो बस स्टप। यहाँ एकदमै धेरै बसहरू आउँछ। म तपाईँलाई बस कति धेरै आउँछ भनेर देखाउँछु। यति धेरै नम्बरको बसहरू यहाँ आउँछ क्या। यो पुरै हुन् लोकल बस 101, 202-1, 207। यो सबै जति देखिरहनु भएको छ अगाडि पनि यो हो बस टर्मिनल। र अगाडि इडिया कफी, यो अर्को कफी, सियो देखिरहेको छ होइन। अनि यस्तो खालको भ्यू छ। आज पानी चाहिँ नपर्ला वेदर अनुसार, तर कालो बादल एकदमै लागिरहेको छ। हल्का हल्का बादल कोही कोही बेलामा खुलिरहेको छ, फेरि अनि ढाकिरहेको छ। सो यस्तो खालको छ आजको दिन। आई होप अलि राम्रोसँग बादल खुल्दै हुन्थ्यो होइन, ताकि मलाई पनि अलिकति भ्यू हेर्न मजा आओस् त्यहाँबाट। लाइक जब टपमा पुगेपछि त्यहाँबाट भ्यू हेर्नु मजै बेग्लै हुन्छ। अनि एक्कासी आजको दिन यस्तो छ, बादल पुरै ढाकिदियो भने त इट्स नट वर्थ टु हाइक अप देयर जस्ट टु सी द क्लाउड्स होइन। सो आइ एम विसिङ बादल खुल्दै हुन्थ्यो। र म तपाईँहरूलाई यहाँको यो स्कुटर देखाउनु लाग्छ। यामाहाको स्कुटर। आई डोन्ट नो, मैले खासै राम्रोसँग स्कुटरहरू चिन्दिनँ, तर इट्स युनिक। मैले अहिलेसम्म यस्तो स्कुटर कोरियामा देखाएको थिएन। यो जुन तपाईँहरूले साउथ कोरियामा धेरै देख्नुभयो होला यो हो जिकु, उभिएर चलाउने। यु जस्ट ह्याभ टु स्क्यान द क्युआर कोड हियर। एप डाउनलोड गर्नुपर्छ एन्ड यु क्यान राइड इट। यो पनि सेम त्यही हो। अनि यहाँ राखेको छ साइकलहरू। आई डोन्ट नो, अनयुज साइकलहरू जस्तो लागिरहेछ मलाई, किनकि धेरै पुरानो देखिरहेछ। आई थिङ्क अब मान्छेहरूले यो साइकलहरू युज गर्दैन, यत्तिकै राखिरहेको छ। पहिला पहिला चाहिँ यो साइकलहरू एकदमै धेरै युज हुन्थ्यो कोरियामा। अहिले चाहिँ एकदम कम युज हुन्छ यो। अझै पनि नेपालमा त युज भइरहेको छ कि, तर कोरियामा चाहिँ लगभग अब साइकल युज गर्न छोडिसके। साइकल युज गर्छन् तर साइक्लिङ गर्नलाई मात्रै युज गर्छन् आजकल मान्छेहरू यहाँ साउथ कोरियामा। सो त्यही हो, यहाँको माहौल चाहिँ यही हो होइन। मेरो कति भयो अहिले टाइम? 8:30 भनेपछि मसँग अझै 18 मिनट छ बस आउनको लागि बस टर्मिनलमा। सो म चाहिँ तपाईँहरूलाई यही बाहिर आएर के कस्तो छ भ्यू देखाइदिउँ भनेर। एन्ड 7-11 यो साइडमा देख्न सक्नुहुन्छ। यहाँ अगाडि दुईवटा स्कुटर ढलिरहेको छ, यो उभिएर चलाउने। यो चाहिँ मेरो युनिभर्सिटीतिर जुन यो हरियोवाला जिकु देखिरहनु भएको छ यो चाहिँ एकदमै धेरै छ। बट पहिलोवाला चाहिँ आई थिङ्क न्युली लन्च हो कि हाम्रो एरियामा सोक्चुतिर अझै मैले देखेको चाहिँ छैन। बट काम चाहिँ सेम हो, उभिएरै चलाउने हो।
सो त्यही हो, म अब यहाँबाट त्यस्तो खासै टाढा त जाँदिनँ, त्यही भएर लेट्स गो इनसाइड। म चाहिँ भित्र गएर बस्छु, वेट गर्छु। जस्ट 18 मिनट मात्र बाँकी छ, सो त्यस्तो धेरै टाइम लाग्दैन। अनि त्यसपछि म चाहिँ तपाईँहरूलाई अब सिधै तेबेक गएर भेट्छु, किनकि द्याट्स द पोइन्ट, द्याट्स द प्लेस फ्रम वेयर माई एक्चुअल एडभेन्चर विल स्टार्ट फ्रम टुडे, होइन? सो लेट्स गो। बाँकी तपाईँहरूले यहाँ साउथ कोरियामा सरसफाइ चाहिँ एकदमै बवाल देख्नुहुन्छ। आई डोन्ट नो जापानमा के कतिको सफा छ, होइन? म अहिलेसम्म जापान गएको त छैन, बट प्लान गरिरहेको छु जापान जानलाई। तर साउथ कोरियामा पनि सरसफाइमा एकदमै अगाडि छ। अनि तपाईँहरूलाई बाटोमा ठाउँ यस्तो फुलहरू रोपिदिएको छ क्या, जुन यो ठुल्ठुलो गमलामा फुलहरू रोपिदिएको छ, इभन इन पब्लिक प्लेसेस। द्याट्स रियली गुड। एन्ड अब लेट्स इन्टर इनसाइड द टर्मिनल, जुन चाहिँ हो खाङमुङ सिए बस टर्मिनल। यो जुन इमार्ट देखिरहनु भएको छ, यहाँबाट चाहिँ अघि मैले सामान किनेको थिएँ। यो साइडमा छ टिकट काउन्टर, अगाडि पनि मान्छेहरू कुरिरहेछन्। मलाई चाहिँ यहाँ अलिकति डिफ्रेन्ट चिज देख्न मिलिरहेको छ। यो जुन तपाईँहरूले देखिरहनु भएको छ, यो आई थिङ्क फिसेस एन्ड सी फुडहरूको सुकाएको के भन्छ, सुकुटी त भन्छ, होइन? सुकुटीहरू देखिरहेको छु। यो जुन देखिरहनु भएको छ, यो हो स्क्विड। आई डोन्ट नो यो के हो। जस्ट म्याक्सिमम् तपाईँहरूले यहाँ सी फुडको सुकाएको चिजहरू देख्न सक्नुहुन्छ। यो जुन देखिरहनु भएको छ, यो हो किम, जुन चाहिँ समुद्रको लेउ हो। एन्ड मोस्ट अफ द थिङ मैले स्क्विड देखिरहेको छु, माथि पनि स्क्विड। एन्ड यो पनि फिस हो। र यसको प्राइस, यसको जुन यो टोटल प्राइस छ, त्यो हो 4,500 रुपियाँ नेपाली। यस्तो खालको देखिरहेको छ। दिस वान इज मोर एक्सपेन्सिभ। यसको छ 67,000, जुन छ 6,500 रुपियाँ, 6,700 रुपियाँ। Damn, nice. सो त्यही हो, द्याट्स इट। त्यस्तो खासै एक्सप्लोर गर्नलाई अब केही छैन। आई जस्ट वेट फर द बस नाउ। त्यसपछि म तपाईँहरूलाई नेक्स्ट एडभेन्चरमा तेबेक देखाउँछु। सो मेरो जुन तेबेक जाने बस छ, त्यो आइसक्यो। यो चाहिँ हो तेबेक जाने बस, यो चाहिँ हो मेरो टिकट। एन्ड नाउ लेट्स गो। आई थिङ्क आई जस्ट क्यान सिट एनीवेयर। यो जुन देखिरहनु भएको छ, यो हो मेरो बस। र आई थिङ्क हामी जहाँ बस्दा नि हुन्छ, उसले मलाई, ड्राइभरले मलाई त्यो जुन टिकट च्यातेर दिनुपर्ने हो, त्यो दिँदै दिएन। सो आई डोन्ट नो कुन चाहिँ सिट थियो मेरो। बस खाली छ, सो जहाँ बस्दा नि हुन्छ होला। लेट्स स्टार्ट। म चाहिँ खासमा अलिकति नर्भस पनि छु, बट एक्साइटेड नि छु। सो लेट्स गो। एन्ड दिस इज वाट माई बस लुक्स लाइक अहिलेको लागि। यो जुन बसको टिकट प्राइस एडल्टको लागि चाहिँ 1400, मतलब 1,440 रुपियाँ थियो। बट मैले चाहिँ के गरेँ भन्दाखेरि, टिकट लिने बेलामा स्टुडेन्टको टिकट लिएँ, त्यसले गर्दाखेरि मलाई पर्यो 1,150 रुपियाँ। सो आम अ स्टुडेन्ट, तर मसँग स्टुडेन्ट आइडी त छैन, तर एटलिस्ट उनीहरूले चेक चाहिँ गरेन। सो द्याट्स गुड। तर या लेट्स गो नाउ। है त अब बस हिँडिसक्यो। बसमा गनेर मान्छे 1 2 3 4 5 6 7 ड्राइभर लगाएर 8 जना मान्छे छौँ। बाँकी पुरै बस खाली छ, पुरै बस खाली छ। एन्ड वी आर गुड टु गो। लेट्स स्टार्ट द ट्रिप। बस हिँडिसक्यो।
बाँकी आजको दिन चाहिँ एकदम क्लाउडी छ हाइकिङ गर्दा त्यस्तो गर्मी त हुँदैन तर यु डोन्ट गेट टु सी द भ्यू यस्तो मौसममा बट एनीवे आइ एम होपिङ आई हेभ अ नाइस हाइक टुडे बाँकी त्योभन्दा त अरू के गर्न सकिन्छ सो यो साइडमा चाहिँ कन्स्ट्रक्सन चलिरहेछ एन्ड यहाँको यो साउथ कोरियाको रोडको वाइडनेस हेर्नु न गाइज 1 2 3 4 5 6 7 7वटा लेनको यो बाटो छ त्यो साइडमा चाहिँ 3टा यो साइडमा चाहिँ 4वटा आई डोन्ट नो किन हो इक्वली डिभाइड हुनुपर्ने हो खासमा 4 4 अथवा 3 3 तर यो साइडमा चाहिँ 4वटा छ त्यो साइडमा चाहिँ 3टा छ यस्तो देखिरहेको छ You say you need your space, then pull me close. I read your silence, louder than most. One day you're warm, the next day. सो म चाहिँ अहिले छु समचक बस टर्मिनलमा यो हो मेरो बस जुन चाहिँ 10:10मा यहाँबाट फेरि निस्किन्छ त्यसपछि एउटा अरू बस स्टप छ त्यो बस स्टपबाट अनि बल्ल अर्को बस स्टपमा पुग्छौँ जुन हुन्छ हाम्रो टेबेक बस टर्मिनल र बस टर्मिनल हल्का सानो छ बट यु हेभ एभ्री फेसिलिटी हेयर म चाहिँ रेस्टरुम आएको थिएँ अनि यो साइडमा चाहिँ 7-Eleven छ मान्छेहरू वेट गरिरहेको छन् बसको लागि यो हो समचक बस टर्मिनल त्यस्तो खासै एक्सप्लोर गर्नलाई केही छैन बट लुक एट दिस स्मल माउन्टेन दामी देखिरहेको छ अहिले जुन सिजन चल्दैछ त्यो यो चाहिँ अहिले समर चल्दैछ सो पहाडहरू एकदम हरियाली होइन रुखहरू एकदम ब्युटिफुल लस ग्रिन अनि त्यो डिप कलरको ग्रिन कलरको भएको छ अहिले सो यस्तो खालको नजारा छ यहाँनिर त्यस्तो धेरै मान्छेहरू आई थिङ्क टाउन हो एउटा सो इट्स नट लाइक अ भेरी बिग सिटी बट स्टिल म चाहिँ त्यो साइडमा बिग ह्युज बिल्डिङ्सहरू देखिरहेको छु एटलिस्ट डेभलप छ यो ठाउँ यो जुन अहिले छु म यो पनि एउटा खाङमन्दो प्रोभिन्सभित्रै पर्छ बट अ डिफ्रेन्ट डिस्ट्रिक्ट भनौँ न Got me second guessing what I already know. I give you love, but you ration yours. You open up just to close the door. I stay up late trying to read your mind. I can't read your mind, but your love got rules that change. सो गाइज म चाहिँ अहिले आइसकेको छु टेबेकसान माउन्टेन नजिकै होइन तर टेबेक बस टर्मिनलबाट ओर्लिने बेलामा आई थिङ्क आई मिस द बस टु द टेबेकसान माउन्टेन जुन चाहिँ लोकल बस थियो 6 नम्बरको बस थियो त्यो जान्थ्यो 11:11मा बट म चाहिँ ओर्लेको 11:12मा ठ्याक्क अनफर्चुनेटली मैले चाहिँ बस मिस गरेँ सो अलिकति अगाडि जाँदैछु यत्तिकै ठाउँहरू एक्सप्लोर गर्नलाई यो ठाउँ यस्तो देखिन्छ काइन्ड अफ डेभलप्ड छ ठाउँ तर स्टिल यु क्यान सी अ लट अफ नेचर अगाडि हेर्नु यस्तो खतरनाक भ्यू देखिरहेको छु मैले माउन्टेन्सको अनि क्वाइट पिसफुल छ दिस सो ब्युटिफुल बट अब यहाँबाट चाहिँ म ट्याक्सी लिनुपर्छ ट्याक्सीमा लगभग मेरो जाने भयो अब 1500 रुपियाँ नेपाली यहाँबाट मेरो हाइकिङ इन्ट्रान्सको त्यो के भन्छ अरे स्टार्टिङ पोइन्टमा बाँकी यो साइडमा यस्तो टिपिकल हाउसेसहरू देखिरहेको छु ठाउँ एकदम के भन्छ इन अ वे मलाई चाहिँ के लागिरहेछ भनेपछि गाउँ र एउटा सहरको मिक्स जस्तो लागिरहेछ क्या सो फाइनली गट द ट्याक्सी अहिले म ट्याक्सीमा छु म चाहिँ मेरो ट्याक्सी ड्राइभर दे सो अब चाहिँ मेरो फाइनली यो ठाउँबाट चाहिँ अब हाइक स्टार्ट हुन्छ जुन चाहिँ हुनेवाला छ
युइल्सा इन्ट्रान्सबाट म चाहिँ हाइक स्टार्ट गर्छु। सो उहाँले भन्दै हुनुहुन्छ लगभग 5 घन्टा जति लाग्छ अरे बिस्तारै गयो भने पनि। सो अब 12 बजेबाट स्टार्ट गऱ्यो भने लगभग 5 बजेसम्ममा म तल आइपुग्छु। द्याट मिन्स काइन्ड अफ आज दिनभरिमा यो ट्रेक गरेर घर फर्किन पोसिबल छ जस्तो लागिरहेछ मलाई। बाँकी यहाँको यो ट्याक्सीको सुविधा चाहिँ यस्तो देखिन्छ साउथ कोरियामा। यु हेभ लट्स अफ थिङ्स अन डिस्प्ले अहेड अनि तपाईँलाई ड्राइभरको इन्फर्मेसन सबै थाहा हुन्छ। यहाँ यो जुन देखिरहनु भएको छ अगाडि जुन त्यहाँ पोस्टर पनि टालेको छ, त्यसमा ड्राइभर कसले गाडी चलाइरहेछ, के नाम हो, फोटो सबै हुन्छ ट्याक्सीमा। सो इट्स लाइक भेरी सेफ इन साउथ कोरिया यदि तपाईँ ट्राभल गर्दै हुनुहुन्छ भने। लाइक नेपालमा त अब रिस्की छ नि त, अब तपाईँ अब राति ट्याक्सी लिइरहनु भएको छ भने पनि थाहा हुँदैन कुन चाहिँ के हो, बट हियर तपाईँलाई एभ्री डिटेल थाहा हुन्छ। अनि यो जुन गाडी देखिरहनु भएको छ यो ट्याक्सी हो इलेक्ट्रिक कार। र तपाईँहरूले त्यहाँ अगाडि स्क्रिनमा ब्याट्री पर्सेन्ट देखिरहनु भएको होला, 70% ब्याट्री छ। र यो जुन देखिरहनु भएको छ यो हो मिटर। अहिले उठिसक्यो 7,500 रुपियाँ, होइन 7,500 कोरियन वान, जुन चाहिँ पर्नुहुन्छ 750 रुपियाँ नेपाली। लगभग म त्यहाँसम्म पुग्दाखेरि लगभग लाग्छ 1200-1300 रुपियाँ लाग्छ होला। चाहिँ कति लिन्छ। बाँकी ट्याक्सी एकदम कम्फर्टेबल छ। अनि बाहिरको भ्यू यस्तो देखिरहेको छ। हावा एकदम बवाल चलिरहेछ अहिले। I'm excited but नर्भस पनि एकदमै भइरहेको छु। खै किन हो, नयाँ ठाउँ भएर हो कि आई डोन्ट नो, एकदम नर्भस फिल भइरहेछ। एन्ड खाना पनि खाएको छैन। सो आई एम फिलिङ अ बिट कस्तो कस्तो टाइपको फिल भइरहेछ, बट इट्स गोना बी फाइन आई गेस। फाइनली म चाहिँ अहिले आइसकेको छु डेभेक्सन नेसनल पार्कको इन्ट्रान्समा, जहाँबाट चाहिँ मेरो असली हाइकिङ स्टार्ट हुनेवाला छ। र यो ठाउँ यस्तो देखिरहेको छ, यो हो पार्किङ एरिया, कार पार्किङ। एन्ड यो युइल्सा इन्फर्मेसन सेन्टर। आई थिङ्क मेरो हाइक चाहिँ त्यहाँबाट स्टार्ट हुन्छ। बट बिफोर द्याट आई जस्ट वान्टेड टु एक्सप्लोर दिस गाइड म्याप, जुन चाहिँ यस्तो खालको देखिरहेको छ। एन्ड जुन तपाईँहरूले ग्रिन पार्टमा देखिरहनु भएको छ जति पनि, त्यो हो डेभेक्सन नेसनल पार्कको एरिया। राइट नाउ आइम हियर, म यहाँ छु र मेरो हाइकिङ चाहिँ स्टार्ट हुँदैछ यहाँबाट। मेबी यहाँ भएर अन्टिल हियर। एन्ड आई थिङ्क म चाहिँ आई डोन्ट नो, आई विल डिसाइड लेटर कताबाट झर्ने, यही बाटो झर्ने कि नेक्स्ट बाटो झर्ने, त्यो म डिसाइड गर्छु। बट for now this is what it looks like, your parking area, and I'm going to start the hike from that side. I think they're also joining the hike together. उनीहरू पनि हाइकिङ गर्नलाई आउन्। त्योभन्दा पहिला लेट्स टेक द पिक्चर अफ दिस गाइड म्याप, किनकि अलिकति हेल्पफुल हुनसक्छ। त्योभन्दा पहिला चाहिँ लेट्स गो वासरुम। एन्ड सिरियसली भन्नुपर्दा गाइज एक्साइटेड छु, बट आई डोन्ट नो, आई एम फिलिङ अ बिट टु, के भन्छ त्यसलाई, आई डोन्ट नो, आई क्यानट एक्सप्लेन हाउ एम आई फिलिङ राइट नाउ। तर अर्कै अजिब अजिब फिल भइरहेछ, किनकि आई थिङ्क एक्लै भएर नि होला, बट द भ्यू इज सो ब्युटिफुल। अनि हावा मस्त चलिरहेछ होइन, त्यस्तो धेरै मान्छे देखिरहेको छैन, बट एनीवे लेट्स डु इट। आफ्टर भेरी लङ टाइम म चाहिँ फाइनल्ली हाइक स्टार्ट गर्दैछु। यो जुन छन्जेदान देखिरहनु भएको छ त्यो हो टपिक, बट त्योभन्दा अगाडि आउनेवाला छ युइल्सा टेम्पल, जुन चाहिँ छ 2.4 किलोमिटर। र आजको मेरो टप मोस्ट पार्ट हुनेवाला छ छन्जेदान, जुन चाहिँ छ 4 किलोमिटर। सो हाइकिङ ट्रेल लुक्स लाइक दिस फर नाउ। एन्ड यो साइडमा यु हेभ सो मच ब्युटिफुल माउन्टेन्स, बब्बाल भ्यू देखिरहेको छ।
आई थिङ्क यो बाटोमा गाडी चाहिँ लग्न मिल्छ होला, नत्र किन यस्तो राम्रो रोड बनाउँथ्यो गाडी नलग्न मिल्ने भए। लेट्स सी 4 किलोमिटर भनेपछि त्यस्तो धेरै माथि त होइन, बिकज म सरकसान धेरै पटक हाइकिङ गरेको छु। सरकसानको त्यो सबभन्दा टप पार्ट जुन चाहिँ छ थेसङबोङ, त्यो चढेर मलाई फर्किन सिर्फ 12 घन्टा लागेको थियो। भनेपछि 5 घन्टा भन्नुभएको छ। आई थिङ्क 5 घन्टामा इनफ छ त्यति। सो लेट्स डु इट। बाँकी अब माहौल देखिरहनु भयो होला कस्तो छ। आई डोन्ट सी लट्स अफ पिपल राइट नाउ हाइकिङ ट्रेलमा। मेबी माथि गएर भेट हुन्छ होला, बट ठाउँ एकदम पिसफुल छ। बाँकी अनि ब्याकग्राउन्डमा आई डोन्ट नो तपाईँहरूलाई सुनाइदिरहेको छ कि नै, क्रिकेटको आवाज आइरहेको छ चिरचिर चिरचिर। यो चाहिँ बन्दाको खेती बब्बाल हानिरहेको रहेछ नि त नि। यहाँ त्यो साइडसम्म सबै बन्दाको खेती रहेछ, दामी। I'm still on the way। बल्ल लगभग 800 मिटर जति माथि आयो हुम्लामा होइन तलबाट। बट यहाँ एउटा बस्ने एरिया बनाइदिएको छ, 3टा बेन्च छ होइन टक्क। अनि अब चाहिँ म सोच्दैछु केही खाजा खाएर जाऊँ, किनकि आई हेभन्ट इटन एनिथिङ सो फार। घरबाट निस्केपछि रसमा होइन हसल हान्दै, इट वाज सो स्ट्रेसफुल टायरिङ यहाँसम्म आउनको लागि। बट फाइनली आम हियर। तर एकदम भोक लागिरहेको छ। सो अब म चाहिँ यहाँ केही खानेकुराहरू खाएर मात्र मेरो हाइकिङ स्टार्ट गर्छु। एनर्जी नै छैन ज्यानमा, बट लेट्स इट समथिङ है त। म तपाईँहरूलाई देखाउँछु आज मैले के लिएर आएको छु भनेर। मसँग छ भात लिएर आएको छु मैले, भात लिएर आएको छु। एन्ड मार्केटमा यस्तो खालको करी पाउँदो रहेछ क्या, चिकन मखनी चामलसँग खानलाई। सो यो लिएर आएको छु मैले। एन्ड देन मसँग छ यो प्रोबायोटिक योगर्टवाला के भन्छ यो योगर्ट भनौँ न। एन्ड मैले अघि यो किनेको थिएँ, मैले तपाईँलाई देखाएको थिएँ होला यो पोकारी स्वेट। यो चाहिँ अलि साइडमा राखौँ। एन्ड नाउ लेट्स इट समथिङ फ्रम हियर। मलाई अहिले खानु मन छ अन्डा र मैले स्विट पोट्याटो उसिनेर लिएर आएको छु। सो यो चाहिँ खाएर म भात चाहिँ माथि टपमा पुगेर आनन्दले बसेर खानु मन छ। सो भात चाहिँ अहिले म खाँदिनँ, यो अन्डा र स्विट पोट्याटो खाएर म चाहिँ हाइकिङ स्टार्ट गर्छु फेरि। ओके लेट्स इट। मैले तपाईँलाई भनेको थिएँ होला होइन कि तेबेक्सान त्यस्तो फेमस ठाउँ होइन। सो अलिकति अनडिस्कभर्ड प्लेस मानिन्छ, बट इट हेज भेरी युनिक स्टोरिज अफ तेबेक्सान। एन्ड कोरियन मिथोलोजीमा पनि यसको धेरै चर्चा गरिएको देखिन्छ र एकदम के भन्छ कोरियाको कल्चरसँग एकदम रिलेटेड छ यो माउन्टेन। सो म तपाईँहरूलाई त्यसको स्टोरी हल्का माथि पुगेर आनन्दले सम्झाउँछु। फर नाउ लेट्स इट समथिङ। यो हो स्विट पोट्याटो एन्ड दिस इज फाइन। सो गाइज खानपिनको कार्यक्रम भइसक्यो पुरा। एन्ड नाउ आई गट अ लिटल बिट अफ एनर्जी र फेसमा पनि चमक देख्नुभयो होला नि त, हल्का खाना खाएर एनर्जी आइरहेछ। सो लेट्स गो। दिस इज वाट माई ट्रेल लुक्स लाइक फर नाउ।
म चाहिँ आएको यो बाटो एन्ड यहाँ चाहिँ एउटा सानो बस्ने एरिया बनाइदिएको थियो त्यो मेरो वाटर बोतल हो एन्ड आई एम गुड टु गो म चाहिँ अहिले एउटा जङ्सनमा छु र यो जङ्सन हो लाइक यु हेभ 3 इन्टरसेक्सन यो साइडमा चाहिँ टप पिकमा जान्छ यो साइडमा चाहिँ आई थिङ्क मेबी द टेम्पल इज डाउन देयर तर आई थिङ्क अन्डर कन्स्ट्रक्सन छ अर रिनोभेसन गरिरहेछन् एन्ड यो चाहिँ एउटा रेस्टिङ एरिया हो एन्ड एउटा यस्तो नराम्रो खबर चाहिँ के छ भनेपछि गाइज होइन आई वाज जस्ट लुकिङ एट दिस अनि यहाँ पोस्टर टालिरहेको छ नो ड्रोन्स अलाउड फोकटमा म चाहिँ जहिले ड्रोन बोकेर आउँछु लास्ट टाइम पनि म सर्वेक्षण गएको थिएँ त्यहाँ पनि ड्रोन उडाउनु पाइनँ एन्ड हियर्स द नोटिस बोर्ड एन्ड यदि तपाईँलाई ड्रोन उडाउन लागेको थाहा पायो भनेपछि दे विल चार्ज 60 मानन भनेपछि 60,000 नेपाली पहिलोचोटि यदि दोस्रोचोटि पनि गर्नुभयो भने तपाईँलाई बेग मानन जुन चाहिँ छ 1 लाख नेपाली तेस्रोचोटि ई बेग मानन जुन चाहिँ छ 2 लाख नेपाली सो आई डोन्ट ह्याभ द्याट मच मनी टु पे फाइन अनि यहाँ छ यु क्यानट फिड द वाइल्ड एनिमल्स हियर यु क्यानट ड्रिङ्क अल्कोहल यहाँ आगो बालेर खाना पकाउन मनाइ छ भनेर यो चाहिँ एउटा रेस्टिङ एरिया हो म चाहिँ तलबाट माथि जाँदै थिएँ बट यहाँबाट एउटा चाहिँ बाटो पर्दो रहेछ जुन चाहिँ माथि आउनलाई र म यहाँबाट माथि आएर यो भ्यू हेरेको सी वाट द फ्रिकिङ भ्यू यस्तो ब्युटिफुल भ्यू देखिरहेको छैन यो साइडमा तपाईँहरूले सानो विन्ड मिल्सहरू देखिरहनु भयो होला चलिरहेको यो साइडमा आई थिङ्क त्यो आई डोन्ट नो के हो बट घर टाइपको देखिरहेको छ एन्ड सी द ब्युटिफुल माउन्टेन्स एभ्रिवेयर अनि त्यहाँ तल चाहिँ छ टेम्पल यो विल्सा टेम्पल अनि यो साइडमा माउन्टेन्स वाट अ ब्युटिफुल भ्यू इट इज See this mountain guys दामी त्यो साइडमा यहाँबाट जति पनि देखिरहेको छु म साइडमा सबै चारैतिर भ्यू देखिरहेको छु एन्ड बिचमा छु म यस्तो वन्डरफुल हावा चलिरहेको छैन हल्का चिसो लागिरहेको छ अलगै लेभलका मजा आइरहेको छ यहाँ अहिले बट इट्स अ काइन्ड अफ रिस्की बट त्यस्तो खासै रिस्की नभएर चाहिँ म माथिसम्म आएको नत्र इट लुक्स अ बिट रिस्की to climb up here. So guys, म चाहिँ अहिले छु मिडल अफ द ट्रेल हैन अनि अझै लगभग 1 किलोमिटर जति बाँकी छ दिस इज सो ब्युटिफुल गाइज दिस इज सो फ्रिकिङ ब्युटिफुल एन्ड मैले तपाईहरुलाई यो ट्री देखाउँछु एकपल्ट दिस ट्री इट्स सो वन्डरफुल क्या एकदम छारी छ शीतल छ हावा चलिरहेको छैन एन्ड दिस ह्युज ट्रिज एन्ड द ट्रेल लुक्स लाइक दिस एकदम पिसफुल लेट्स मुभ फरवर्ड यहाँ चाहिँ एउटा रेस्टिङ एरिया र मैले तपाईहरुलाई धेरैचोटि यो देखाएँ होला यो हो फर्स्ट एड बक्स बट देयर इज नथिङ इनसाइड यहाँ रहेछ लाइक यु हेभ समथिङ ब्यान्डेज रहेछ अनि इयरबड्स
I think some medicine, I don't know, hand blast. अनि यो चाहिँ चोटपटक लाग्यो भने मसल पेनको बेलामा यस्तो स्प्रे हान्नुलाई. सो ठाउँ ठाउँमा हाइकिङ ट्रेलहरूमा साउथ कोरियामा यस्तो बक्सहरू राखिदिएको हुन्छ फ्रम वेयर यु क्यान युज इफ यु गट हर्ट. तपाईँलाई चोटपटक लाग्यो अथवा सिकनेस भइरहेछ भनेपछि यु क्यान युज वाट एभर देयर्स इनसाइड. र यस्तो होइन कि यो यहाँको के भन्छ त्यो स्थानीय गभर्मेन्टले राखिदिएको. समटाइम्स हाइकरहरू पनि आफूलाई मन लागेको कुराहरू यहाँ छोडेर जान्छन्. युज गर्नेले युज गर्छन्, बाँकीले छोडेर जान्छन्. सो काइन्ड अफ यो कल्चर चाहिँ एकदम राम्रो लाग्छ मलाई यहाँ कोरियाको होइन. दे आर रियली हेल्पफुल क्या. इभन इफ दे आर नट गेटिङ एनिथिङ, उनीहरूले केही पनि पाइरहेको छैनन् तर पनि उनीहरूले छोडेर जान्छन् ताकि आउने टाइममा अथवा कुनै दिनमा अरू हाइकर्सहरूले युज गर्न सकु त्यो चिजहरू. एन्ड दिस इज सो नाइस. बाँकी कोरियाको हाइकिङ ट्रेल चाहिँ यस्तो हुन्छ, एकदम ब्युटिफुल ट्रेल हुन्छ. आई मिन विथ द सर्भिसेस चाहिँ बारहरू लगाइदिएको छ एन्ड राम्रो पाथ छ. यु डोन्ट गेट लस्ट एनिवेयर. ठाउँ ठाउँमा तपाईँलाई साइनहरू राखिदिएको हुन्छ कि यति किलोमिटर छ यो डिरेक्सनमा यस्तो खालको. सो हराउने चान्सै हुँदैन अन्टिल एन्ड अनलेस तपाईँहरू यस्तो अनएक्सप्लोर्ड ठाउँमा जानुभयो भने चाहिँ तपाईँहरू हराउन सक्नुहुन्छ. बाँकी यहाँको जङ्गल एकदम घना छ. सी, and I'm all alone right now. Nobody at the back, nobody in the front. अघि चाहिँ दुईजना मैले मान्छेहरू भेटेको थिएँ. उहाँहरू अगाडि गइसक्नुभयो, एकदमै धेरै अगाडि पुगिसक्नुभयो होला. म चाहिँ त्यहाँ भिडियो बनाउन आएको थिएँ. सो ब्युटिफुल. बेला बेलामा घाम देख्न पाइरहेको छु. एन्ड आई थिङ्क आम अलमोस्ट अन द टप. सी द क्लाउड्स मुभिङ सो फास्ट. क्लियरली देखिरहेको छ क्यामेरामा. यस्तो स्पिडमा उडिरहेछ नि क्लाउड्सहरू. टाइम ल्याप्स बनाउन खतरा मजा आउँछ होला. आई विल सो यु इन अ मिनट. तपाईँहरूलाई टाइम ल्याप्स माथि गएर बनायो भने चाहिँ म तपाईँहरूलाई देखाउँछु है त. म चाहिँ अहिले एक्ज्याक्टली एउटा चेक पोइन्ट अथवा जङ्सन भनौँ न, म चाहिँ आइरहेको यो ठाउँबाट होइन. एन्ड Baekdudaegan. Why it has like two names? यहाँ पनि Baekdudaegan यो साइडमा देखाइरहेको छ, यहाँ पनि Baekdudaegan यो साइडमा देखाइरहेको छ. आई डोन्ट नो बट आई थिङ्क दिस इज द राइट वे. किनकि यो ठाउँमा त मैले यही बाटो आउँदाखेरि त मैले केही देखिनँ. सो म चाहिँ यो ठाउँ नभएर यो ठाउँ जान लाग्छु. बट आई डोन्ट नो यो ठाउँ बाटोमै पर्छ कि पर्दैन. बट त्योभन्दा इम्पोर्टेन्ट कुरा के देखाउन खोजिरहेको थियो भनेपछि सी यो माङ्ग्योङदे यो साइडमा पर्छ. बट द मोस्ट अमेजिङ थिङ इज दिस भ्यू गाइज. सी दिस, इजन्ट इट वन्डरफुल. यस्तो ब्युटिफुल छ नि. बादलहरू एकदम फास्ट स्पिडमा उडिरहेछ एन्ड माउन्टेन्स एभ्रिवेयर. साँच्ची भन्नुपर्दाखेरि म चाहिँ यस्तो एक्सपेक्ट गरिरहेको थिएन कि आज यस्तो राम्रो आकाश खुल्छ होला, भ्यू यस्तो बवाल देख्न पाउँछ होला भनेर. किनकि म जब घरबाट निस्किरहेको थिएँ वेदर एकदम क्लाउडी देखाइरहेको थियो अनि सोक्चोमा पनि एकदम क्लाउडी थियो त्यो बेलामा. बट यहाँ आउँदा त इट्स लाइक ओपन स्काई, ब्लू स्काई विथ द क्लाउड्स विन्डिङ अप. वाउ, यस्तो बवाल छ होइन यहाँको नजारा. एन्ड आम स्टिल अन द ट्रेल. अगाडि अब मलाई भ्यू देखिन लागिसक्यो, मतलब टप 0.7 किलोमिटर मात्र बाँकी. तर लेट्स सी म चाहिँ फर्किँदा कुन बाटो फर्किने भन्ने कुरा हो. आई विल फिगर आउट व्हेन आई गेट देयर. लुक एट दिस भ्यू. सिरियसली यस्तो ब्युटिफुल छ नि.
Look at this. This is so amazing. सो यो माउन्टेनको बारेमा तपाईहरूलाई सर्टली डिस्क्रिप्सन दिनुपर्दाखेरि यो हो तेबेक्सन नेसनल पार्क र यो माउन्टेनको नाम हो तेबेक्सन माउन्टेन र यो पहाड चाहिँ करिब 1567 1567 मिटरको हाइटमा छ हैन र यो माउन्टेन चाहिँ हेभन स्वर्ग र यो कोरियन मिथोलोजीसँग एकदमै रिलेटेड छ यसको बारेमा एकदम इन्ट्रेस्टिङ कहानीहरू पनि छ म तपाईलाई त्यो कहानी माथि गएर भन्छु बट फर नाउ लेट्स इन्जोय दिस भ्यू र छिटो छिटो माथि चाहिँ जानु पर्यो ताकि माथिबाटको भ्यू कस्तो होला आइ एम सो एक्साइटेड हैन यहाँ नै यस्तो ब्युटिफुल नजारा देख्न पाइरहेको छु भनेपछि माथिबाट झन् वन्डरफुल होला बट दिस इज सो अमेजिङ गाइज सो तपाईहरू पनि यदि साउथ कोरियामा हुनुहुन्छ र तपाईसँग गुड ट्रान्सपोर्टेसन छ कार छ भनेपछि चाहिँ यो ठाउँ अवश्य आउनु होला इफ यु आर लिभिङ नियर दिस प्लेस देन यस इफ दिस इज द प्लेस यु वान्ट टु भिजिट बाँकी अब अरू ठाउँतिरबाट आउँदै हुनुहुन्छ भने इट्स काइन्ड अफ डिफिकल्ट पब्लिक ट्रान्सपोर्टेसनबाट आउनुलाई किनकि आज म दुईचोटि ट्याक्सी चढेर आउनु पर्यो यहाँनिर सो इट्स क्वाइट एक्सपेन्सिभ तर लुकिङ एट दिस भ्यू त्यो खर्च वर्थ इट हो भन्न सक्छु म चाहिँ अहिले आएर फेरि काम लाग्यो सो लेट्स मुभ फरवर्ड म यहाँबाट आउँदै थिएँ र मलाई एउटा यस्तो अजीब खालको रुख देखियो जुनमा चाहिँ आई थिङ्क यो पुरा खोक्लो थियो बट मान्छेहरू यहाँ आएर फर्म र यो आई थिङ्क प्लास्टर गरेर यो रुखलाई मतलब एउटा सिङ्गो रुख बनाउन खोजेको छन् आई डोन्ट नो वाइ डिड दे डु इट इट्स प्रिटी के भन्छ वियर्ड फर्म छ भित्र लिटरली दिस इज फर्म र प्लान्ट अझै जिउँदो छ इट लुक्स लाइक डेड बट अझै जिउँदो छ सो यो जुन ब्याकग्राउन्डमा यो ट्री देखिरहनु भएको छ यो हो जुमोक ट्री र मलाई यो ट्री देखेर एकदम युनिक फिल भयो र म चाहिँ च्याट जिपिटीलाई सोधेको होइन यो ट्रीको बारेमा र यो जुमोक ट्री चाहिँ एकदमै धेरै वर्ष पुरानो हुनसक्छ लाइक जेनेरेसन्स एन्ड तपाईँहरूले देखिरहनु भयो होला यो ट्रीको आधा पार्ट चाहिँ मरेको जस्तो देखिन्छ होइन तर अझै पनि यो जिउँदो छ यु क्यान सी यो साइडमा अझै हरियाली छ बट यो साइडमा तपाईँ पुरा डेड जस्तो देखिन्छ इभन मान्छेहरूले खै किन यो फर्म राखेर बनाइदिएको छ होइन तर यो एकदमै म्याजिकल ट्री हो लाइक इट लुक्स डेड आधा भागै छैन तर पनि जिउँदो छ अनि यो रुख चाहिँ विन्टरको बेलामा झन् म्याजिकल देखिन्छ किनकि विन्टरमा यस्तो बबाल हिउँ पर्छ नि यो ठाउँमा यो माउन्टेनमा एन्ड जब यो ट्रीमा हिउँहरू जम्मा भएर एकदम डिफ्रेन्ट खालको सेप बन्छ नि त्यो यस्तो बबाल देखिन्छ सो इट्स लाइक भेरी म्याजिकल ट्री with very unique structure and half dead half alive but still blooming so it was so unique to visit this tree too यो ठाउँमा यो जुन रुख देखिरहनु भएको छ यो पनि त्यही हो इट लुक्स डेड बट इट्स स्टिल स्ट्यान्डिङ आई डोन्ट नो भित्रबाट अझै पनि जिउँदो हुनसक्छ तर बाहिरबाट देख्दा चाहिँ एकदमै पुरै सुकेको डेड देखिरहेको छ getting the view guys see अनि मलाई अर्को जुमोक ट्री पनि देख्न पाइरहेको छ अगाडि यो अर्को जुमोक ट्री यो पनि काइन्ड अफ डेड देखिरहेको छ बट सी माथि चाहिँ ग्रिनरी छ सी दिस इज सो युनिक
एन्ड यसमा पनि यो त मान्छेहरूले प्लास्टरै गरेको यार मान्छेहरूले यो फर्म राखेर प्लास्टर गरेको छ आई डोन्ट नो वाइ एन्ड इट्स स्टिल अलाइभ सी इट्स ग्रिन अन द टप अनि एकपल्ट यहाँको बाटो हेर्नुहोस् गाइस यस्तो डेन्स छ यो लाइक यस्तो न्यारो भएको छ नि यो भएर यो साइडमा चाहिँ सी यस्तो न्यारो थियो एन्ड यो के को फल हो आई डोन्ट नो इफ यु क्यान इट इट अर नट मलाई त हरेक फल देखे पनि खाम लाग्छ एन्ड आइम गेटिङ अन द टप वाउ Yay! Come on. Ooh. Yokio, what is this? Look at the view. Look at the view, guys. Look at the view. And Yokio, what is this? Wow, this is pretty amazing. And what's this? Oh, our next level चल रहा था. Our next level चल रहा था. Sanjeedan altars. I just cannot express how am I feeling right now in words, guys. Oh, this is unbelievable. Look at this place. Look at that one. Wow. So यो जुन तपाईहरुले स्टोन देखिरहनु भएको छ त्यहाँनिर माथि एउटा दुईटा तीनटा स्टोन रहेको छ यो चाहिँ 3 अल्टर स्टोन हो एकदम पवित्र ठाउँ जुन चाहिँ पहिला 2nd सेन्चुरीमा धेरै पहिला हैन यहाँ चाहिँ मान्छेहरू स्वर्गलाई मतलब अफरिङ दिनलाई यहाँ मान्छेहरू आउँथे प्रार्थना गर्न आउँथे एन्ड जुन तपाईहरुले तीनटा स्टोन देखिरहनु भएको छ त्यहाँ 1 2 3 त्यो तीनटा ढुङ्गाले रिप्रेजेन्ट गर्छ हेभन ह्युम्यानिटी र अर्थलाई सो इट्स भेरी सेक्रेट प्लेस मान्छेहरू पहिला यहाँ चाहिँ हैन लाइक यस्तो मान्थे कि यो ठाउँ चाहिँ हेभनसँग इन सम वे कनेक्टेड छ त्यसले गर्दाखेरि चाहिँ स्वर्गलाई अफरिङ दिनलाई मतलब प्रे गर्नलाई मान्छेहरू यहाँ आउने गर्थे बट धेरै पहिला कुरा हो मान्छेहरू त्यो कुरालाई लिएर यहाँ आउँथे बट अहिले चाहिँ मान्छेहरू हाइकिङ जस्ट टु इन्जोय द भ्यू एन्ड सिनरी अहिले चाहिँ धेरै मान्छेहरू हाइकिङ गर्न आउँछन् न कि यसको लागि बट पहिला यो कुराको लागि मान्छेहरू यहाँसम्म यत्रो माथिसम्म हाइकिङ गरेर मान्छेहरू यहाँ आउँथे एन्ड दिस इज सो ब्युटिफुल इन अ वे सी कस्तो ब्युटिफुल देखिरहेको छ यदि खाली मात्र भएको भए it didn't look so wonderful but with this one it looks so unique and of course your view ko ta ke kura garni haina it's wonderful and yo chai ho Changunbong this one let's take a picture अनि म तपाईहरुलाई यहाँको एउटा यस्तो इन्ट्रेस्टिङ कहानी पनि छ म त्यो कहानी पनि तपाईहरुलाई भन्छु है त सो यो हो Changunbong र अहिले म छु टपमा यो तेवेक्सन माउन्टेनको र यहाँ चाहिँ कोरियन मिथोलोजी
अथवा किम्बदन्ती भनौँ न नेपालीमा, त्यो रिलेटेड एउटा ब्युटिफुल कहानी छ। के भन्दाखेरि धेरै पहिला होइन, धेरै पहिला स्वर्गबाट एकजना देवता आउनुभयो, जुन उहाँको नाम चाहिँ थियो ह्वानुङ। ह्वानुङ, यस ह्वानुङ। उहाँ चाहिँ आएर सिन्सी भन्ने ठाउँ चाहिँ सेटल गर्नुभयो, स्थापना गर्नुभयो, जुन चाहिँ एकदम पवित्र मानिन्छ। आई डोन्ट नो त्यो कुन ठाउँ हो होइन, बट लेट्स कम्प्लिट द स्टोरी फर्स्ट। अनि उहाँ चाहिँ आएर यो सिन्सी भन्ने ठाउँ स्थापना गरेर बस्न थाल्नुभयो। र ओके, आइम गेटिङ डिस्ट्र्याक्टेड किनकि अहिले मान्छे आइरहेछन् होइन फोटो खिचाउनलाई। सो लेट्स गिभ देम प्लेस टु क्लिक पिक्चर्स। सो म चाहिँ तपाईँलाई यहाँ हिँड्दै तपाईँलाई यो स्टोरी भन्छु यसको बारेमा। दे म चाहिँ अहिले यहाँ आएको थिएँ, अनि एकजना अङ्कल भेट हुनुभएको थियो यहाँनिर, र फोटो खिच्न भन्दै हुनुहुन्थ्यो। सो हामीले एकअर्काको फोटो खिच्थ्यौँ। अनि अब म जाँदैछु त्यो साइडमा, र आई वाज कन्टिन्युइङ द स्टोरी जुन चाहिँ म तपाईँलाई भन्दै थिएँ। सो लेट्स स्टार्ट द स्टोरी अगेन। मलाई राम्रोसँग स्टोरी एक्सप्लेन त गर्न आइरहेको छैन, बट आई ट्राई माई बेस्ट है त। स्वर्गबाट धेरै पहिला कुरा हो, स्वर्गबाट हानुङ भन्ने देवता चाहिँ यहाँ आउनुभयो यो ठाउँमा, र यो ठाउँको कुनै सिन्सी भन्ने ठाउँमा चाहिँ उहाँले स्थापना गर्नुभयो। सिन्सी भन्ने ठाउँ बनाएर स्थापना गर्नुभयो र त्यहाँ बस्नु लाग्नुभयो। र एक दिनको कुरा हो, एउटा बाघ र एउटा भालु चाहिँ उहाँ कहाँ जान्छन् होइन, एउटा कुरा लिएर। लाइक भालु र बाघ गएर उहाँसम्म भन्छन् कि हामीलाई मान्छे बनाइदिनुहोस्, र हानुङले भन्छन् हुन्छ म तिमीलाई मानिस त बनाइदिन्छु, तर त्यसको बदलामा एउटा शर्त छ जुन चाहिँ तिमीहरूले पुरा गर्नुपर्छ भनेर भन्नुभयो। त्यसपछि शर्त के थियो भन्दाखेरि उनीहरू भालु र बाघ चाहिँ 100 दिनसम्म एउटा अँध्यारो गुफामा बस्नुपर्ने थियो। सो उनीहरूले हुन्छ भन्छन् र उनीहरू जान्छन् एउटा अँध्यारो गुफामा बस्नको लागि 100 दिनसम्म। र त्यसपछि चाहिँ केही दिन बित्छ, दुवैजना बस्छन् मजाले। तर केही दिनपछि बाघ चाहिँ आतिन थाल्छ, ऊ सक्दैन त्यहाँ बस्न र त्यहाँबाट भागेर जान्छ। तर त्यो जुन भालु थियो त्यो चाहिँ त्यहाँ बसिरहन्छ, मतलब 100 दिन नपुग्दासम्म। र 100 दिन पुगेपछि त्यो बाहिर आउँछ र हानुङ चाहिँ एकदम खुसी हुन्छन् उसको बाचा देखेर, किनकि उसले पुरा गर्छ त्यो कुरा। र त्यो पुरा गरेपछि चाहिँ हानुङले उनलाई, त्यो भालुलाई चाहिँ एउटा राम्री युवतीमा परिवर्तन गरिदिन्छन्। र त्यसपछि चाहिँ उनीहरू मतलब हानुङ र त्यो युवतीको बिहे हुन्छ। अनि त्यो युवतीको नाम चाहिँ के थियो भनेपछि उन्यो भनेर नाम दिएको छ होइन, उन्यो थियो त्यो युवतीको नाम। र उनीहरूबाट चाहिँ एउटा छोरा जन्मिन्छ जसको नाम हो थाङ्गुन। थाङ्गुन एक्ज्याक्टली कोरियन भाषामा भन्नुपर्दा क्यारट हो, बट दिस थाङ्गुन इज डिफ्रेन्ट। थाङ्गुन चाहिँ एउटा उनीहरूबाट जन्मिएको छोरा हो। त्यो छोराले यो साउथ कोरियामा होइन पहिलो कोरियन सिभिलाइजेसन इस्टाब्लिस गर्यो भनेर भन्छ होइन, बट इट जस्ट अ माइथोलोजी। एन्ड देन त्यो कोरियन सिभिलाइजेसन इस्टाब्लिस गरेपछि चाहिँ त्यहाँबाट नयाँ किङडम स्टार्ट हुन्छ। त्यो हुन्छ गोजोसन किङडम। त्यहाँबाट चाहिँ स्टार्ट भएर चाहिँ कोरियन सिभिलाइजेसन त्यसरी अगाडि बढेको हो भनेर यहाँ स्टोरी छ। यो काइन्ड अफ हाम्रो नेपालमा एउटा पारुहाङ र सुम्निमाको जुन स्टोरी छ नि, काइन्ड अफ मलाई त्यस्तै लाग्यो, बट अ बिट डिफ्रेन्ट छ। अब सेम नहुन सक्छ होइन, बट मलाई चाहिँ यो कहानी पढ्दाखेरि चाहिँ त्यसको याद आइरहेको थियो, सुम्निमा र पारुहाङको कहानी। बाँकी त्यही थियो यहाँको स्टोरी। बाँकी अब भ्यू त तपाईँहरूले देखिरहनु भएको छ, यस्तो ब्युटिफुल छ।
यहाँ डिफ्रेन्ट इन्फर्मेसन छ, गाइड म्याप छ। Wow. Look at those clouds. यस्तो बबाल उडिरहेछ नि, सर्र गइरहेछ अनि यस्तो बबाल भ्यू देखिरहेछ यहाँबाट। हालाकि त्यस्तो क्लियर भ्यू त देखिरहेको छैन। औ शिट शिट शिट। And this is the top. यस्तो ब्युटिफुल। And this is the top of the mountain, and look at the view. This is so amazing. Whew. It's so freaking unbelievable and so magical, this place. Wow. I'm just so, surprised to see this place. I don't know, I don't have words to explain how am I feeling right now. But this is so wonderful, guys. Your town. And the wind. Look at the view. Wow. जाडो भइरहेछ, अब चाहिँ ज्याकेट लाउनु पर्छ गाइज। ओ यो हो माथिबाटको नजारा। It's so freaking amazing. अनि जुन मैले तपाईहरुलाई थाङ्गुन भनेको थिएँ नि, थाङ्गुनको जिक्र यहाँ पनि गरिएको छ, बट फुल स्टोरी यहाँ भनेको त छैन, तर मैले तपाईहरुलाई फुल स्टोरी भनिसके यसको बारेमा। सो दिस इज व्हाट इट लुक्स लाइक। यो हो हानबेक समथिङ के थियो, हानबेकम, यस्तो खालको यहाँको भ्यू छ हैन। एन्ड तपाईहरुले स्टोरी सुनिसक्नु भयो। सो तर लेट्स जस्ट प्रे हियर फर अ व्हाइल एन्ड गो डाउन। यहाँको बारेमा एक्सप्लेन गर्नु पर्दाखेरि यहाँको जुन ढुङ्गा राखिएको छ, जस्ट रक, अनि 안녕하세요. 여기 가운데 여기 있으면 좋겠다. 여기 그래 그럼 여기 넣었으면 스톱. 자, 충전 하나, 둘, 셋. यो जुन तपाईहरुले देखिरहनु भएको छ, यो सबै बनेको छ ढुङ्गा, जस्ट ढुङ्गा स्ट्याक गरेर, नथिङ एल्स, जस्ट ढुङ्गा मात्रै छ। चारैतिरबाट ढुङ्गा मात्र राखेको छ। अनि नो माटो पनि युज गरेको छैन, सिमेन्ट पनि युज गरेको छैन, जस्ट ढुङ्गा मात्रै छ। यो साइडमा चाहिँ हल्का हावा कम चलिरहेछ। सो म चाहिँ त्यो ठाउँ देखिरहेको छु, त्यो ठाउँमा गएर लेट्स इट द फुड, किनकि आई एम सो हङ्ग्री राइट नाउ। बाँकी यो ठाउँमा त्यहाँ अगाडि सीसीटीभी राखिदिएको छ, त्यो साइडमा झन् यस्तो धेरै सीसीटीभी नै सीसीटीभी छ, इभन इन माउन्टेन्स। सो लेट्स गो डाउन देयर। ओइ
Amazing. So म चाहिँ अब खाँदैछु खाना किनकि आम सो स्टार्भिङ बिहानदेखि चाहिँ एउटा अन्डा अलिकति स्विट पोटेटो त्यति मात्रै खाएर बसिरहेको थिएँ बट नाउ आई क्यान फाइनली इट समथिङ गुड मसँग छ म तपाईँलाई अलरेडी देखाइसकेँ लेट्स इट नाउ हालाकि मैले यहाँ त्यस्तो धेरै मान्छेहरू देखिनँ अलिअलि मान्छेहरू छन् एन्ड यहाँ हल्का माथि अङ्कलहरू आउनु भएको छ 3-4 जना उहाँहरू बसेर फोटो खिचाउँदै हुनुहुन्छ लेट्स इट यो जुन देखिरहनु भएको छ यो हो चिकन मखनी करी प्याक्ड इट्स नट गुड टु इट सच प्याक्ड फुड बट हाइकिङ गर्दाखेरि अरू कुनै अप्सन छैन अनि बनाएर ल्याउन त सकिन्थ्यो बट बनाएर मैले ल्याइनँ किनकि आई वाज सो लेजी टु मेक द फुड टु प्रिपेयर इट बाँकी मसँग छ यो योगर्ट यो स्विट पोटेटो बाँकी छ एउटा 2टा बाँकी रहेछ एन्ड वाट मोर मसँग राइस छ राइस चाहिँ एकदमै धेरै छ सब खानुपर्छ लेट्स इट नाउ अनि मसँग छ चम्चा यो छ राइस स्मेल सो गुड एउटा कुरा चाहिँ मान्छु है म त्यो कुरा के भन्दाखेरि यही खाना रुममा मिठो लाग्दैन तर पहाड चढेर आएर यस्तो थकाइ लाएर एन्ड विथ दिस भ्यू यही खाना खाँदाखेरि यस्तो मिठो लाग्दो रहेछ नि गाइस जस्ट केही छैन भात छ अनि चिकन मखनी करी छ बस त्यति सो गाइज अब चाहिँ जाने बेला आइसक्यो यस्तो ब्युटिफुल ठाउँ छोडेर आई लभ दिस भ्यू आई लभ दिस प्लेस आई लभ एभ्रिथिङ हियर होइन तर अफकोर्स ब्याक टु होम जानै पर्छ सो अब चाहिँ म लाग्दैछु घरतिर किनकि ढिलो भयो भने म लास्ट बस छोड्यो भने त आज यतै बस्नुपर्छ सो भोलि काम छ सो जानुपर्छ अब So thank you for watching this video guys. See you in the next video. Till then keep smiling and keep enjoying your life. Bye bye. I hope you enjoyed this video.